तिम्रो लागि फिलिङ साँच्चै सकिएको छ म भित्र। अब मैले आँखा बन्द गरेँ भने नि तिम्रो अनुहार देख्थिन, तर मान्नै पर्छ दुःख धेरै दियो तिम्रो यादहरूले। आजकल तिमी कहाँ छौ, के गर्दैछौ, मलाई यी सबको केही मतलब लाग्दैन। पहिले हर पल मेरो आँखामा तिम्रै रूप हुन्थ्यो, म त्यो रूपको बयान गर्ने कोसिस गरिरहन्थेँ। तिम्रो मुस्कान अन्धकारमा त्यो चन्द्रमा चाहिँ सबैतिर उज्यालो दिइरहन्थ्यो। तिम्रो आँखाको गहिराईमा मैले एउटा सानो दुनियाँ बनाएको थिएँ। जब म बिहान उठ्थेँ तिम्रै मेसेजको प्रतीक्षामा हुन्थेँ। रातमा पनि तिमीसँग नबोली मेरो निदाउने बानी नै थिएन। तिम्रो तस्बिर नहेरी त मेरो दिन नै जाँदैन थियो नि। तिमीलाई त मेरो याद पनि आउँदैन थियो होला, तर म फेरि पनि तिम्रै मेसेजको प्रतीक्षामा हुन्थेँ। तिमीलाई कोही अरूसँग देख्थेँ, मनभित्रै म पागल हुन्थेँ। बिर्सेर अघि बढ्ने कुरा त धेरै गर्थेँ आफूसँग, तर केवल तिमी नै याद आउँथ्यौ, अरू सब त म बिर्सिहाल्थेँ। मेरो दिन तिमीबाटै सुरु हुन्थ्यो र तिमीमै सकिन्थ्यो। मलाई तिमी बाहेक अरू कुनै चिज ठिक लाग्दैन थियो र म सोच्थेँ सधैँ मलाई नै किन अरूको बानी लाग्थ्यो, मेरो बानी चाहिँ कसैलाई किन कहिले लाग्दैन। तर मलाई लागेको थिएन कि एक दिन म साँच्चै भुल्नेछु तिमीलाई। र हेर सबै फिलिङ्सहरू बिस्तारै सकिँदै गए। अब केही कुरामा पनि तिमीलाई मिस गर्दिनँ। तिम्रो प्रोफाइल नहेरेको नै सायद कति दिन भयो। अब तिमीलाई देखेर मेरो धड्कन बढ्दैन, मेरो दिमागमा सम्झनाको भिड हुँदैन। अब तिमी आउनु जानुको केही मतलब लाग्दैन मलाई। तिमी जेसुकै गर, अब मलाई केही पनि फरक पर्दैन। मात्र समय चाहिन्छ, यो समयले यादहरूलाई आफै मेटाइदिन्छ।